यो चाहिँ एउटा डिपार्टमेन्ट हो। यो डिपार्टमेन्ट भनेको चाहिँ यहाँ चाहिँ यो डाईहरू चाहिँ जस्ट बनाउने मात्रै काम हुन्छ यसमा चाहिँ। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यी विभिन्न किसिमका चाहिँ डाईहरू चाहिँ यहाँ जति पनि छन् यो सबै चाहिँ यहाँ बनाउने मात्रै काम चाहिँ हुन्छ यो डिपार्टमा। यो डिपार्ट भनेको चाहिँ यसरी डाईहरूलाई चाहिँ बनाउने, फिनिसिङ गर्ने र भाँडाको साइज अनुसार चाहिँ यो तयार गर्ने मात्रै ठाउँ चाहिँ यो हो यो डिपार्ट भनेको। यता देख्न सक्नुहुन्छ यो लेथ मेसिन भयो। यो लेथ मेसिन हो। यो चाहिँ मिलिङ छाकप भन्छ यो कोरियन भाषामा चाहिँ यसलाई। यो चाहिँ तपाईँको साइज अनुसार चाहिँ अब त्यो फलामहरूलाई चाहिँ काटेर घटाउने काम चाहिँ यो मेसिनमा हुन्छ भने। यता तपाईँ देख्न सक्नुहुन्छ अर्को मेसिन। यो मेसिन भनेको चाहिँ साइज अनुसारको चाहिँ पुवाल बनाउने होइन, त्यसलाई चाहिँ साइज अनुसार चाहिँ छ्यान्ने चाहिँ काम यो मेसिनले गर्छ। र यसै गरी त्यहाँ जुन मेसिन छ यो मेसिनमा चाहिँ तपाईँको र पार्टलाई चाहिँ जुन र फलाम हुन्छ, र मेटल तपाईँ यो देख्न सक्नुहुन्छ। यो चिज छ यो ठुलो यो जुन फलाम यो देख्नुभएको छ यसलाई चाहिँ यस्तो किसिमको चाहिँ आकारमा चाहिँ ढाल्ने यो भित्र हालेर। यो चाहिँ फुल अटोमेटिक CNC मेसिनहरू हो। यो चाहिँ भाँडाको साइज अनुसार चाहिँ डाईलाई चाहिँ यसरी कटिङ गर्ने काम चाहिँ यो मेसिनमा हुन्छ भने। यता तपाईँ अर्को देख्न सक्नुहुन्छ यहाँ अहिले काम भइरहेको छ भित्र। यहाँ देख्न सक्नुहुन्छ भित्र यो मेसिन चाहिँ अहिले चलिरहेको छ। यो तयारी हुनको लागि लगभग यो यसको चाहिँ साइज हेरेर 2 दिनदेखि 3 दिनसम्म लाग्छ यो तयारी हुनलाई। र यतातिर अर्को तपाईँ देख्न सक्नुहुन्छ यो मेसिन। यो भनेको लेभल, यसले चाहिँ लेभल मिलाउने हो। जुन फलामको साइज चाहिँ तपाईँको बराबर लेभलमा चाहिँ काट्ने काम चाहिँ यो मेसिनले गर्छ। र यतातिर अर्को मेसिन देख्न सक्नुहुन्छ। यो भनेको चाहिँ तपाईँको जुन पुवाल पारिसकेको भागलाई चाहिँ फिनिसिङ दिनको लागि, त्यो पुवाललाई चाहिँ फिनिसिङ दिनको लागि चाहिँ यो मेसिनको प्रयोग गरिन्छ। र कोरियामा चाहिँ यदि तपाईँहरू म्यानुफ्याक्चर सेक्टरमा चाहिँ कोरियामा आउनुहुन्छ भने प्रायः जसो तपाईँहरूले चाहिँ यस्तो किसिमको काम गर्नुपर्ने हुन्छ। फिटिङ तपाईँले मेटल सम्बन्धी चाहिँ फर्म भर्नुभएको छ भने कोरियामा चाहिँ यस्तो किसिमको चाहिँ कामहरू तपाईँले गर्नुपर्ने हुन्छ कोरियामा। यो चाहिँ यो कामहरूमा चाहिँ तपाईँको पैसा पनि बढी हुन्छ। यस्तो काममा तपाईँहरू कोरिया आउँदै हुनुहुन्छ र यस्तो फलाम सम्बन्धी चाहिँ तपाईँको काम भयो भने तपाईँको कमाइ पनि राम्रो हुन्छ। महिनाको लगभग 4 लाख रुपियाँ चाहिँ तपाईँहरूले कमाउन सक्नुहुन्छ है यस्तो कम्पनीमा पर्नुभयो भने। हाम्रो चाहिँ यहाँ कस्तो छ भने यो डाईहरू मात्रै बनाउने सेक्टर भयो। यसमा चाहिँ डाईहरू हाम्रो आफै बनाइन्छ। डाईहरू आफै बनाएर कस्टमरको अर्डर अनुसारको भाँडाहरू चाहिँ आफै उत्पादन गरिन्छ। कुनै प्रायः जसो कम्पनीमा चाहिँ डाईहरू बाहिरबाट आउने र छुट्टै भाँडा मात्रै बनाउने त्यस्तो कम्पनी हुन्छ भने हाम्रोमा चाहिँ तपाईँको यो डाईहरू आफै बनाउनेदेखि लिएर भाँडाहरू पनि आफै बनाउने र आफै कोटिङ गर्ने, आफै सबै फिनिसिङ गरेर चाहिँ बेच्ने किसिमको चाहिँ हाम्रो त्यस्तो कम्पनी हो। प्रायः जसो कोरियामा चाहिँ हुने भनेको कामहरू चाहिँ मेसिन सम्बन्धी यिनै कामहरू कोरियामा हुने गर्छ है त साथीहरू। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने पनि तपाईँहरू हेरिराख्नु होला। यहाँ यो सेक्टरमा चाहिँ यस्तो किसिमको चाहिँ काम हुन्छ है त साथीहरू।